मौलिकपनको मौलिक आभास हाम्रो संचार हाम्रो आवाज यो हो रेडियो तुम्बेवा अनलाइन रेडियो www.radiotumbewa.com सेवारो गुड मर्निङ साथै नमस्कार। तपाईले यति बेला सुन्दै हुनुहुन्छ www.radiotumbewa.com को अनलाइन प्रसारण मार्फत प्रसारित रेडियो कार्यक्रम अनलाइन विशेष कार्यक्रममा उपस्थित भइसकेको छु। म तपाईँको अभिन्न प्रिय मित्र गोपाल लिम्बू। मलाई प्रविधि संयोजनबाट साथ दिइरहनु भएको छ यति बेला प्राविधिक साथी दुर्गेश लिम्बू। सो र यो कार्यक्रममा चाहिँ तपाईँले आफूलाई मन परेका गीत सङ्गीतको साथमा आफ्ना प्रियजन आफन्तजन अनि आफ्ना विशेष व्यक्तिलाई तपाईँले सम्झिन सक्नुहुन्छ, जसका लागि चाहिँ तपाईँले हाम्रो मेसेन्जर कल गर्न सक्नुहुन्छ। साथमा हामीसँग एउटा प्रविधि पनि छ, हामीले त्यो फेसबुकको स्टाटसमा हामीले फेसबुकको टाइमलाइनमा हामीले स्टाटस अपलोड गरिसकेका छौँ। त्यसमा तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ। साथै तपाईँले त्यो मेसेन्जरमा कल गर्न सक्नुहुनेछ र तपाईँ प्रत्यक्ष सहभागी पनि बन्न सक्नुहुनेछ यो कार्यक्रममा, जसले चाहिँ तपाईँलाई आफूलाई मन परेका गीत सङ्गीतहरू रोज्न सक्नुहुनेछ। साथमा तपाईँका प्रियजन आफन्तजन अनि तपाईँका विशेष व्यक्तिलाई लभ यु भन्न सक्नुहुन्छ। लभली मेसेजहरू माइलो सन्देशहरू पोस्ट गर्न सक्नुहुनेछ भन्दै कार्यक्रमको सुरुवात गरौँ यो अत्यन्तै मिठो गीतबाट, जसका लागि चाहिँ तपाईले हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला www.radiotumbewa.com। भन्छु आज मनका कुरा सुन्छौ भने तिमी, जुनी सम्म मेरा हुन्छौ भने तिमी। भन्छु आज मनका कुरा सुन्छौ भने तिमी, जुनी सम्म मेरा हुन्छौ भने जिन्दगीको कुनै मोडमा रोनु पर्यो भने आफ्नै सम्झी परेली छुन्छौ भने तिमी, आफ्नै सम्झी परेली छुन्छौ भने तिमी। भन्छु आज मनका कुरा पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम अनलाइन
विशेषमा छु। मलाई प्रविधि संयोजनमा साथ दिइरहनु भएको छ यति बेला प्राविधिक संयोजनबाट दुर्गेश लिम्बू। झकास ब्रो, एकदम ह्यान्डसम, अत्यन्तै खतरा व्यक्ति हुनुहुन्छ। यतिखेर कन्ट्रोल रुमबाट सक्दो सहयोग गरिरहनु भएको छ। तपाईँका आफन्तजन प्रियजन मित्रहरूलाई यो कार्यक्रम मार्फत चाहिँ विशेष तपाईँका विशेष व्यक्तिहरूलाई सम्झिन सक्नुहुन्छ, विश गर्न सक्नुहुन्छ। जसको लागि चाहिँ तपाईँले म्यासेजमा आफ्नो यो फेसबुकको मेसेन्जरमा कल गर्न सक्नुहुन्छ। हामीले फेसबुकको टाइमलाइनमा पनि हामीले स्ट्याटस अपलोड गरिसकेका छौँ। त्यसमा तपाईँले आफ्नो कमेन्ट बक्समा गएर आफ्नो पुरा नाम ठेगाना अनि तपाईँले विशेष व्यक्तिको नाम तपाईँले विश गर्न चाहनुभएको व्यक्तिको नाम तपाईँले कमेन्ट बक्समा पोस्ट गर्न सक्नुहुनेछ। तपाईँलाई अनियरमा ल्याउनेछौँ र यो कार्यक्रममा तपाईँले चाहिँ विशेष आफ्नो व्यक्तिलाई कुनै कार्य विशेष, कुनै काम विशेष या कुनै विशेष म्यासेज अथवा कुनै त्यस्तो खालको विशेष म्यासेजहरू छ, लभली म्यासेजहरू छ भने प्लिज तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ। टाइमलाइनमा हामीले स्ट्याटस अपलोड गरिसकेका छौँ, त्यसमा चाहिँ तपाईँले कमेन्ट पोस्ट गर्न सक्नुहुनेछ। र यसरी नै हामीसँग मेसेन्जर पनि हामीसँग छँदैछ, त्यसमा पनि अपलोड गर्न सक्नुहुनेछ, त्यसमा पनि कल गर्न सक्नुहुनेछ अनि प्रत्यक्ष तपाईँ कार्यक्रममै सहभागी बन्न सक्नुहुनेछ भन्दै कोही श्रोता साथी सम्पर्कमा आइसक्नु भएको छ। उहाँलाई अनियर गराउन चाहन्छु। हेलो नमस्ते। हेलो नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? मलेसियाबाट है। अरे कविन्द्रजी के छ नयाँ नौलो? हजुर एकदम ठिकै छ भन्नुपर्छ, अहिलेसम्म त ठिकठाक छ है। अनि हाम्रो ओके, अनि हाम्रो रेडियो तुम्हें कतिको राम्रो सुनिन्छ? हजुर सुनिन्छ घरि, अब कहिले काहीँ चाहिँ अब खासै सुन्न पाइँदैन, अब अनलाइन बज्दैन, कहिले सुनिन्छ भन्नुपर्छ। ओहो, अनि हाम्रो रेडियो एकदमै सुन्नुहुन्छ है तपाईँ? हजुर सुनिबस्छु म, कहिले काहीँ चाहिँ अब नेटको कारणले सुन्न पाइँदैन। ओके, हाम्रो कार्यक्रम कस्तो लाग्छ तपाईँलाई? आजदेखि हाम्रो नयाँ कार्यक्रम आइरहेछ है, हाम्रो कार्यक्रम कस्तो लाग्छ तपाईँलाई? कार्यक्रम एकदम मनपर्छ, राम्रो ल्याउनुहुन्छ, अझै राम्रो प्रोग्रामहरू ल्याउँदै गर्नुहोस्। ओके, यो कार्यक्रम मार्फत चाहिँ तपाईँका नेपालमा भएका विशेष व्यक्तिहरू, तपाईँका आफन्तहरू, तपाईँका घर परिवारलाई म्यासेज सुनाउन पाउनुहुन्छ यो रेडियो मार्फत चाहिँ। तपाईँलाई कस्तो लाग्छ? तपाईँका आफन्तले यति बेला रेडियो सुनिरहनु भएको छ अनलाइन मार्फत है, कस्तो लाग्छ तपाईँलाई? एकदम राम्रो लाग्छ, आफ्नो गजब छ है। अनि विदेशको कस्तो हुन्छ है? विदेशमा त अब यत्रो सङ्घर्ष गर्नुहुन्छ तपाईँहरू होइन, जस्तो आफ्नो प्यारो मातृभूमिलाई, आफ्नो घर परिवार छोडेर तपाईँहरू आफ्नो के अरे कर्म थलो बनाउनु भएको छ विदेशमा, आफ्नो कर्म त्यसैमा बिताइरहनु भएको छ, एकदम सङ्घर्ष गरिरहनु भएको छ, साह्रै दुःख लाग्छ है? दुःख अब परिस्थितिले गर्दा अब दुःख त खासै लाग्दैन, अब त्यस्तै हल्का फुल्का दुःख त भइहाल्छ नि। हजुर ओके, अनि ल आज कार्यक्रमतर्फ नै हामी जाउँ होला। तपाईँका विशेष व्यक्ति सम्झिनु पर्दा अनि तपाईँले कुन गीत सुन्न चाहनु भएको छ? हजुर म सम्झे भन्नुपर्दा तिमी बिना बिताएका पलहरू मेरो हजुर 3 बाट हजुर प्ले गरिदिनु। हजुर तपाईँका विशेष सम्झिन सक्नुहुन्छ? तपाईँको विशेष 5 जना साथीहरूलाई विश गर्न सक्नुहुन्छ? विशेष साथीहरू भन्दा चाहिँ फर्स्टमा त तपाईँ लगायत तुम्हेवा एफएम टिमलाई नै सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु। हजुर धन्यवाद। 5 जना साथीहरू भन्नुपर्दा एकदम मेरो एकदम मिल्ने साथी हुनुहुन्छ सुजल चामलिङ, मेलिस्टा तामाङ राई, त्यस्तो साथी हुनुहुन्छ सिर्जना राई, एलिसा लिम्बू, लगायत मेरो
तिमीसँग परिचित अरू साथीहरूलाई सम्झिन चाहन्छु यहाँ मेरो घरबाट एकदम सम्झिरहेको छु भन्ने ओके बाई बाई कविन्द्र साम्पाङजी र उहाँको रोजाइमा रहेको मेरो हजुर टुको कुनै पनि सङहरू प्ले गरिदिनु न प्राविधिक साथमा आग्रह गर्न चाहँदै श्रोता तपाईँ पनि सुन्दै गर्नुहोला तपाईँ पनि सहभागी बन्न सक्नुहुनेछ जसका लागि तपाईँले हाम्रो फेसबुक मेसेन्जरमा कल गर्न सक्नुहुनेछ भन्दै रेडियो सुन्दै गर्नुहोला www.radiotumeba.com को अनलाइन प्रसारण मार्फत प्रसारित रेडियो कार्यक्रम अनलाइन विशेष रोपेर सिर्जनाका फूलहरू खोपेर सास दिन्छु घटी बढी होइन सधैँ माया एक नास दिन्छु कसम हो कसम कसम हो कसम मन दिन्छु मुटु दिन्छु फेर्नु पर्ने सास दिन्छु घटी बढी होइन सधैँ माया एक नास दिन्छु कसम हो कसम कसम हो कसम कसम तिमीसँग कहिले हुने छैन ए मेरो हजुर बुट्टा भर्ला अनेक अनेक भरोस हाम्रो के नै जान्छ कुरा गर्ला दुनियाँले गरोस् हाम्रो के नै जान्छ बुट्टा भर्ला अनेक अनेक भरोस हाम्रो के नै जान्छ कसम हो कसम कसम हो कसम हेर्दै जाँदा दुनिया यो बदलेला जरुर ए मेरो हजुर
ओके यो गीतपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम अनलाइन विशेषमा छु यति बेला र मलाई यति बेला प्रविधि संयोजनमा साथ दिइरहनु भएको छ प्राविधिक साथी दुर्गेश एकदम ह्यान्डसम मित्र हुनुहुन्छ र म तपाईँको साथमा छु म तपाईँको अभिन्न प्रिय मित्र म गोपाल लिम्बू यतिखेर तपाईँ यो अनलाइन विशेषमा चाहिँ तपाईँका प्रियजन तपाईँका विशेष व्यक्तिहरूलाई आफ्नो विशेषहरू आफ्नो विशेष सन्देशहरू आफ्नो विशेष म्यासेजहरू पोस्ट गर्न सक्नुहुन्छ जसका लागि चाहिँ हामीले हाम्रो फेसबुक अकाउन्टको टाइमलाइनमा हामीले स्टाटस पोस्ट गरिसकेका छौँ जुन स्टाटस पोस्ट गरिसकेका छौँ त्यसको कमेन्ट बक्समा गएर तपाईँको पुरा नाम ठेगाना सहित तपाईँका विशेष व्यक्तिहरूलाई विश गर्नुभएका पोस्ट गर्न सक्नुहुन्छ एउटा पोस्ट लिन चाहन्छु अप्सराजी लेख्नुहुन्छ अप्सरा राई लेख्नुहुन्छ मिस यु माई डियर मिस यु माई डियर सृजना मिरिङछिङ भनेर लेख्नु भएको छ लभ यु मुटु भरिको अद्भुत माया प्यारी साथी भनेर लेख्नु भएको छ पक्कै पनि अप्सराजी तपाईँको प्रिय मित्र समक्ष तपाईँको प्यारी साथी समक्ष यो सन्देश पुगिसक्यो तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु यसरी नै सोनम साङपाङ लेख्नुहुन्छ मिस यु अल फ्रेन्ड भनेर लेख्नु भएको छ एकदम तपाईँका कमेन्टहरू यसरी लिन चाहन्छौँ यसरी नै तपाईँ सोनम साङपाङ मिस यु अल फ्रेन्ड लेख्नु भएको छ तपाईँलाई पनि धेरै धन्यवाद दिन चाहन्छौँ तपाईँका म्यासेज पोस्टहरू हामी लिने नै छौँ अहिलेलाई भने कार्यक्रमको बिचमा राख्छौँ यो अत्यन्तै सुमधुर गीत त्यस पछाडि तपाईँका म्यासेज कलहरू लिनेछौँ तपाईँका कमेन्टहरू लिनेछौँ तपाईँका म्यासेजहरू लिनेछौँ भन्दै अहिले सुन्दै गर्नुलाई यो झकास गीत यो हेलो के छ साथी गीत प्ले ओके तिमी
कार्यक्रम बाल मञ्जरी हरेक हप्ताको शनिबार बिहान 9 बजेदेखि 9:30 सम्म सुन्न नभुल्नुहोला। कार्यक्रम प्रस्तुता म तुमिका अनि म अस्मिताको साथमा यसै अनलाइन रेडियो www.radiotumbewa.com को अनलाइन प्रसारण मार्फत मौलिकपनको मौलिक आभास। हाम्रो संचार हाम्रो आवाज। यो हो रेडियो तुम्बेवा। अनलाइन रेडियो www.radiotumbewa.com। ओके, गीतपछि पुनः स्वागत गर्न चाहन्छु। कार्यक्रम अनलाइन विशेषमा छु। तपाईँको प्रिय अभिन्न मित्र म गोपाल लिम्बू। मलाई प्रविधि संयोजनबाट साथ दिइरहनु भएको छ प्राविधिक साथी ह्यान्डसम एकदम झकास ब्रो दुर्गेश लिम्बू कन्ट्रोल रुमबाट मलाई साथ दिइरहनु भएको छ। म छु तपाईँको प्रिय साथी अभिन्न मित्र म गोपाल लिम्बू। अहिले तपाईँ सुन्दै हुनुहुन्छ www.radiotumbewa.com को अनलाइन प्रसारण मार्फत प्रसारित विशेष कार्यक्रम अनलाइन विशेषमा छु। यहाँ चाहिँ तपाईँले यो कार्यक्रम मार्फत चाहिँ तपाईँका प्रियजन, तपाईँका विशेष विशेष व्यक्तिहरूलाई मिस यु भन्न सक्नुहुन्छ, लभ यु भन्न सक्नुहुन्छ, आफ्नो मायालु सन्देशहरू, लभली मेसेजहरू पोस्ट गर्न सक्नुहुनेछ यो कार्यक्रम मार्फत चाहिँ। र यसका लागि तपाईँले हाम्रो रेडियो तुम्बेवा अनलाइन रेडियोको फेसबुक अकाउन्टको टाइम लाइनमा हामीले स्टाटस पोस्ट गरिसकेका छौँ, जसको कमेन्ट बक्समा गएर तपाईँको पुरा नाम ठेगाना सहित तपाईँका आफ्नो विशेष विशेष व्यक्तिलाई शुभकामना सन्देशहरू अथवा विशेष विशेष मेसेजहरू पोस्ट गर्न सक्नुहुनेछ। र जसको लागि तपाईँले प्रत्यक्ष कार्यक्रममा सहभागी पनि बन्न सक्नुहुन्छ, जसको लागि चाहिँ हाम्रो मेसेन्जरमा कल गर्न सक्नुहुन्छ है। त्यसको लागि चाहिँ तपाईँले रेडियो तुम्बेवा अनलाइन रेडियोको फेसबुक अकाउन्टसँग चाहिँ जोडिनु पर्ने हुन्छ। अहिले तपाईँका मेसेजहरू मैले पोस्ट गरिरहेको छु। भर्खरै मैले 2टा मेसेज पोस्ट गरिसकेँ। अर्को मेसेज म रिसिभ गर्न चाहन्छु। लजालु भनेर लेख्नु भएको छ। हाई दर्शन मी लजालु लाइलन एन्ड सुनवार फ्रम ओमन भन्नुभएको छ। अनि उहाँको मेसेज म लिन चाहन्छु। उहाँको मेसेज, उहाँको लभली मेसेज उहाँको विशेष व्यक्तिहरूलाई छ। बिन्दु सिप्तुङखा राई भन्नुभएको छ। यसरी नै एलिसा ताङलुवा राई, मनको साथी सपना लिम्बू, मनको साथी चञ्चली सबिना, काली मिना राई, कल्पना चामलिङ राई भन्नुभएको छ। यसरी नै जलन्दिया शेर्पा, अनि यसरी नै कोन्स शोभा एन्ड अल फ्रेन्डलाई मिस यु भनेर लेख्नु भएको छ। धन्यवाद लजालुजी तपाईँको यो लभली मेसेजको लागि। यसरी नै तपाईँ पनि सहभागी बन्न सक्नुहुनेछ, जसका लागि तपाईँका विशेष विशेष व्यक्ति, तपाईँका आफन्तजन प्रियजनका लागि आफ्नो लभली मेसेजहरू पोस्ट गर्न सक्नुहुनेछ। तपाईँका विशेष विशेष व्यक्तिहरू जसका लागि तपाईँ पनि कार्यक्रममा प्रत्यक्ष सहभागी पनि बन्न सक्नुहुन्छ, जसको लागि चाहिँ हाम्रो रेडियो तुम्बेवा अनलाइन रेडियोको मेसेन्जरमा तपाईँ पनि जोडिन सक्नुहुन्छ, जसबाट चाहिँ तपाईँले प्रत्यक्ष कल गरेर कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ। कार्यक्रम सुन्दै गर्नुलाई यो कार्यक्रम चाहिँ तपाईँ इन्टरनेटको सुविधा भएको ठाउँको जुनसुकै संसारभरि नै विश्वभरि नै यति बेला तपाईँ www.radiotumbewa.com को अनलाइन प्रसारण मार्फत चाहिँ तपाईँ यति बेला प्रत्यक्ष इन्जोय गर्न सक्नुहुन्छ। एकसाथ यो कार्यक्रम सुनिरहनु भएको छ। मलाई यति बेला प्रविधि संयोजनमा एकदम ह्यान्डसम, एकदम झकास ब्रो, एकदम पावरफुल ब्रो, एकदम सुन्दर व्यक्ति, एकदम हँसिलो फुर्तिलो साथी दुर्गेश लिम्बू मलाई साथ दिइरहनु भएको छ। र तपाईँका सन्देशहरू लिने नै छु। अहिलेलाई भने अर्को मिठो गीत, ज्यादै नै मिठो गीत राख्न चाहन्छु यो कार्यक्रममा। त्यस पछाडि गीतपछि पुनः तपाईँका माइलो सन्देशहरूको साथमा उपस्थित हुने नै छु। सुन्दै गर्नुहोला www.radiotumbewa.com को अनलाइन प्रसारण मार्फत कार्यक्रम अनलाइन विशेष।
छुट्ने बेलाको मुटुको पीडा दो बाटोलाई कहाँ थाहा हुन्छ र साथ छुट्ने बेलाको मुटुको पीडा दो बाटोलाई कहाँ थाहा हुन्छ र नयनबाट खसेको आँसुको थोपा परेलीले कहाँ थुन्छ र साथ छुट्ने बेलाको मुटुको पीडा दो बाटोलाई कहाँ थाहा हुन्छ र संयोग अनौठो मिलन खुसीको अनुपम पलमै भयो दैव संयोग अनौठो मिलन खुसीको अनुपम छिनमै बिलाएर धुमिएरै अधेरी छायो त्यही खुसी छिनमै बिलाएर धुमिएरै अधेरी छायो सिसा सरी चर्किएको जुने आधार नै नयनबाट खसेको आँसुको थोपा परेलीले कहाँ थुन्छ र साथ छुट्ने बेलाको मुटुको पीडा दो बाटोलाई कहाँ थाहा हुन्छ र टाढिएर बस्नु पर्दा सम्झनाले सधैँ पोल्दो रहेछ हो टाढिएर बस्नु पर्दा सम्झनाले सधैँ पोल्दो रहेछ भेट्ने बाचा पनि छोटै चोटको हुँदो रहेछ फेरि भेट्ने बाचा पनि छोटै चोटको हुँदो रहेछ आशाका तेन्द्राहरू खिएको बेला रमेको म कहाँ हुन्छ र यो गीतपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम अनलाइन विशेषमा। यति बेला मलाई प्रविधि संयोजनबाट साथ दिइरहनु भएको छ प्राविधिक साथी एकदम ह्यान्डसम झकास प्रो
दुर्गेश लिम्बू साथमा छु तपाईँको प्रिय अभिन्न मित्र गोपाल लिम्बू। यो कार्यक्रम www.radiotumeba.com को अनलाइन प्रसारण मार्फत तपाईँ स्वदेश तथा विदेशमा रहनुभएका विश्वभरि नै छरिरहनुभएका सम्पूर्ण श्रोताहरूमा एकसाथ प्रसारण भइरहेको या त इन्जोय गर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ यो कार्यक्रम। यो कार्यक्रममा चाहिँ तपाईँका विशेष व्यक्ति, तपाईँका आफन्तजन प्रियजनलाई आफ्नो लभली लभली म्यासेजहरू, मायालु सन्देशहरू पोस्ट गर्न सक्नुहुनेछ, जसका लागि तपाईँले हाम्रो रेडियो तुम्बेवाको अफिसियल्ली फेसबुक अकाउन्ट रेडियो तुम्बेवा अनलाइन रेडियो तपाईँले, जसमा चाहिँ हामीले टाइम लाइनमा हामीले हाम्रो कार्यक्रमको स्टाटस पोस्ट गरिसकेका छौँ, जसको कमेन्ट बक्समा चाहिँ तपाईँको पुरा नाम, ठेगाना अनि तपाईँले सुन्न चाहनु भएको गीतको बोल अनि तपाईँका लभली लभली म्यासेज, तपाईँका विशेष विशेष व्यक्तिहरूलाई पोस्ट गर्नुभएका म्यासेजहरू हामीलाई पोस्ट गर्न सक्नुहुनेछ र तपाईँ प्रत्यक्ष सहभागी पनि बन्न सक्नुहुन्छ, जसका लागि चाहिँ हाम्रो फेसबुकको अफिसियल फेसबुकको मेसेन्जरमा जोडिन सक्नुहुनेछ, जोइन हुन सक्नुहुनेछ। त्यस पछाडि तपाईँ प्रत्यक्ष यो कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ भन्दै के गरौँ दुर्गेशजी, गीतै सुनौँ? ओके, सुन्दै गर्नुहोला www.radiotumeba.com को अनलाइन प्रसारण मार्फत प्रसारित रेडियो कार्यक्रम अनलाइन विशेष इन्जोय। सपना मिठो सजाउँछु अनि हुन्छ मकै, यो माया भन्ने चिज करै छ जम्मै।
ओके, यो गीतपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम अनलाइन विशेषमा। मलाई प्रविधि संयोजनबाट साथ दिइरहनु भएको छ प्राविधिक साथी चकास ब्रो, ह्यान्डसम ब्रो, दुर्गेश लिम्बू हुनुहुन्छ मलाई कन्ट्रोल रुमबाट साथ दिइरहनु भएको छ। यति बेला तपाईँ रेडियो कार्यक्रम अनलाइन विशेषको साथमा हुनुहुन्छ। म तपाईँलाई साथ दिइरहेको छु, तपाईँको अभिन्न प्रिय मित्र म गोपाल लिम्बू। यो कार्यक्रममा चाहिँ तपाईँले आफ्ना प्रियजन, तपाईँका विशेष विशेष व्यक्तिहरूलाई लभली म्यासेजहरू, तपाईँका मायालु सन्देशहरू तपाईँका आफन्तजन समक्ष रेडियोको मार्फत सुनाउन चाहनुहुन्छ भने कृपया www.radiotumeba.com को अनलाइन प्रसारण मार्फत प्रसारित रेडियो कार्यक्रमको टाइमलाइनमा हामीले स्टाटस अपलोड गरिसकेका छौँ, जसको कमेन्ट बक्समा गएर तपाईँको पुरा नाम र ठेगाना सहित तपाईँको लभली लभली म्यासेजहरू विशेष विशेष व्यक्तिलाई पोस्ट गर्नुभएको म्यासेजहरू पोस्ट गर्न सक्नुहुनेछ। तपाईँ कार्यक्रममा प्रत्यक्ष सहभागी पनि बन्न सक्नुहुन्छ, जसको लागि हाम्रो कार्यक्रममा प्रत्यक्ष सहभागी बन्नको लागि चाहिँ हाम्रो म्यासेन्जरमा प्रत्यक्ष जोडिन सक्नुहुनेछ र त्यसमा कल गरेर तपाईँ प्रत्यक्ष सहभागी पनि बन्न सक्नुहुनेछ। यो कार्यक्रम अनलाइन विशेष कार्यक्रम तपाईँ यति बेला www.radiotumeba.com को अनलाइन प्रसारण मार्फत चाहिँ तपाईँ विश्वभरि नै एकसाथ सुनिरहनु भएको छ। जहाँ जहाँ अनलाइनको पहुँच पुगिरहेको छ, तपाईँ जता जता इन्टरनेटको पहुँचमा हुनुहुन्छ, संसारभरि नै एकसाथ हाम्रो कार्यक्रम तपाईँले प्रत्यक्ष सुनिरहनु भएको छ, इन्जोय गरिरहनु भएको छ। अहिलेलाई भने तपाईँका म्यासेजहरू म केही समयपछि लिने नै छु। अहिलेलाई भने एकदम हाम्रो झकास ब्रो कन्ट्रोल रुमका साथी दुर्गेश जीको रजाइमा के छ ब्रो? ओके, सुन्दै गर्नुहोला रेडियो तुमेबा अनलाइन रेडियो, साथमा कार्यक्रम अनलाइन विशेष। जीवनको रंग हो, यो पल जीवनको एउटा रंग हो, मनको फुलबारी हो, यो पल जीवनको एउटा रंग हो।
जीवनको एउटा रंग हो यो पल जीवनको एउटा रंग हो नयाँ मनको उमंगबारी हो यो पल जीवनको एउटा रंग 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 कार्यक्रम बाल मञ्जरी हरेक हप्ताको शनिबार बिहान 9 बजेदेखि 9:30 सम्म सुन्न नभुल्नुहोला। कार्यक्रम प्रस्तुता म भूमिका अनि म अस्मिताको साथमा यसै अनलाइन रेडियो www.radiotumbewa.com को अनलाइन प्रसारण मार्फत मौलिकपनको मौलिक आभास हाम्रो संचार हाम्रो आवाज यो हो रेडियो तुम्बेवा अनलाइन रेडियो www.radiotumbewa.com मौलिकपनको मौलिक आभास हाम्रो संचार हाम्रो आवाज यो हो रेडियो तुम्बेवा अनलाइन रेडियो www.radiotumbewa.com ओके यो मिठो गीत ज्यादै नै मिठो गीतपछि पुनः स्वागत गर्न चाहन्छु। कार्यक्रम अनलाइन विशेषमा छु यति बेला। तपाईँ मलाई भरपुर तपाईँ पनि मलाई मेरो साथमा हुनुहुन्छ। तपाईँको साथमा म छु श्रोता। प्राविधिक साथी यति बेला मलाई कन्ट्रोल रुमबाट साथ दिइरहनु भएको छ। प्राविधिक साथी दुर्गेशजी एकदम मुस्कुराइरहनु भएको छ, एकदम खतरनाक मुस्कानको साथ मुस्कुराइरहनु भएको छ। ओके श्रोता, पक्कै पनि यति बेला तपाईँ यो फुर्सदको समय छ भने तपाईँ पक्कै हाम्रो रेडियोलाई चाहिँ तपाईँ www.radiotumbewa.com को अनलाइन प्रसारण मार्फत हाम्रो यो कार्यक्रम प्रत्यक्ष सुनिरहनु भएको छ। मलाई लाग्छ यो कार्यक्रम मार्फत तपाईँका प्रियजन आफन्तजन तपाईँका विशेष विशेष व्यक्तिलाई विशेष म्यासेज लभली म्यासेजहरू पोस्ट गर्न सक्नुहुनेछ, जसको लागि चाहिँ तपाईँले हाम्रो रेडियो तुम्बेवा अनलाइन रेडियोको अफिसियल फेसबुकमा जोइन गर्न सक्नुहुनेछ। यति बेला एउटा म्यासेज बिनु किराती लेख्नुहुन्छ, मिस आई अल वाउ राम्रो म्यासेज। थ्याङ्क यू बिनु किरातीजी, थ्याङ्क यू सो मच म्यासेजको लागि। वाउ तपाईँको म्यासेज तपाईँका आफन्तजन समक्ष एकैचोटि सबैलाई एकमुष्ट मिस आई अल मिस यु अल थ्याङ्क यू फेरि पनि तपाईँलाई धेरै धेरै धन्यवाद यो म्यासेजको लागि। तपाईँ पनि यसरी नै तपाईँका आफन्तजन प्रिय मित्र तपाईँका विशेष व्यक्तिलाई विशेष म्यासेज पोस्ट गर्न सक्नुहुनेछ, विशेष सन्देशहरू पोस्ट गर्न सक्नुहुनेछ, जसका लागि हाम्रो अफिसियल्ली फेसबुक रेडियो तुम्बेवा अनलाइन रेडियो तपाईँ एड गर्न सक्नुहुनेछ, जसमा प्रत्यक्ष भेटघाट र कुराकानी गर्न सक्नुहुनेछ। साथै तपाईँले आफ्नो म्यासेन्जरमा तपाईँले सम्पर्क नम्बर तपाईँ प्रत्यक्ष सम्पर्क नम्बर 9809493651 पुनः एकपटक सुन्नुहोस् 9809493651 मा पनि प्रत्यक्ष तपाईँ भेटघाट गर्न सक्नुहुनेछ, कुराकानी गर्न सक्नुहुनेछ। प्रत्यक्ष कार्यक्रममा सहभागी बनेर तपाईको लभली म्यासेज तपाईकै आवाजमा तपाईका आफन्तलाई शेयर गर्न सक्नुहुनेछ भन्दै कार्यक्रमको यो चरणमा कार्यक्रमको यो समयमा पनि एउटा अत्यन्तै सुन्दर गीत के छ ब्रो ओके इन्जोय गर्दिनु होला भन्दै सुन्दै गर्नु होला रेडियो तुम्बेवा अनलाइन रेडियो कार्यक्रम अनलाइन विशेष ओके
मौलिक आभास हाम्रो संचार हाम्रो आवाज यो हो रेडियो तुम्मेवा अनलाइन रेडियो www.radiotumeva.com पनको मौलिक आभास हाम्रो संचार हाम्रो आवाज यो हो रेडियो तुम्मेवा अनलाइन रेडियो www.radiotumeva.com मौलिकपनको मौलिक आभास हाम्रो संचार हाम्रो आवाज यो हो रेडियो तुम्मेवा अनलाइन रेडियो www.radiotumeva.com ओके गीतपछि पुनः स्वागत गर्न चाहन्छु विशेषमा साथमा छु म तपाईँको अभिन्न प्रिय मित्र म गोपाल लिम्बुलम र मलाई प्रविधि संयोजनबाट साथ दिइरहनु भएको छ प्राविधिक साथी विशेष गरेर तपाईँका आफन्तजन मित्रहरूलाई चाहिँ विशेष गरेर लभली लभली म्यासेजहरू तपाईँका मायालु सन्देशहरू पोस्ट गर्न सक्नुहुन्छ यसलाई तपाईँले रेडियोको अफिसियल्ली फेसबुक पेज लाइक गर्नु पर्नेछ जसका साथै तपाईँले हाम्रो फेसबुक अकाउन्ट लाइक गर्न सक्नुहुनेछ यो कार्यक्रममा चाहिँ तपाईँलाई आफ्नो आफन्तजन मित्रहरूलाई आफ्नो सन्देशहरू पठाउनु जस्तो लागिरहेछ भने कृपया तपाईँ कार्यक्रममा प्रत्यक्ष सहभागी पनि गर्न सक्नुहुनेछ त्यसलाई कल गर्न सक्नुहुनेछ साथै हाम्रो अफिसियल नम्बर 98 प्रत्यक्ष कल गरेर त्यसमा सम्पर्क गरेर तपाईँ त्यसमा सहभागी गर्न सक्नुहुनेछ तपाईँको आफ्नै आवाजमा तपाईँको माइलो सन्देशहरू तपाईँको आफन्तजनसम्म पुर्याउने कोसिस गर्नेछौँ भन्दै कार्यक्रम सुन्दै गर्नुहोला तपाईँसम्मको लागि यो अत्यन्त मिठो गीत ज्यादै मिठो गीत श्रवण गरौँ के छ ब्रो पछि
ओके ज्यादै नै मिठो गीतपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम अनलाइन विशेष लगभग हामी अन्त्यतिर आइपुगिसकेका छौँ। निर्धारित समय सकिने लागेको मेरा प्राविधिक साथी एकदम जानकारी गराइसक्नुभयो। त्यसका लागि कार्यक्रमबाट पक्कै पनि मैले बिदा लिएर जाने समय भइसकेको छ। है एउटा त्यही भएर समयमा चाहिँ टाइम एन्ड टाइड हुनुपर्छ है। त्यसकारण मलाई प्राविधिक साथी दुर्गेश लिम्बुले अब तपाईँको समय सकियो है भन्दै हुनुहुन्छ, जसका लागि चाहिँ आजको कार्यक्रमबाट मैले बिदा लिएर जाने समय भइसकेको छ। त्यसकारण अर्को साता यही समयमा यही कार्यक्रम भरपुर सहयोग गर्नुहुने साथी एकदम ह्यान्डसम मित्र दुर्गेश लिम्बुलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रमबाट म तपाईँको अभिन्न प्रिय मित्र गोपाल लिम्बु पनि बिदा हुन चाहे। हस्त फेरि भेटौँला, नमस्ते, शुभ दिन। मौलिकपनको मौलिक आभास, हाम्रो संचार हाम्रो आवाज, यो हो रेडियो तुम्बेवा। अनलाइन रेडियो www.radiotumbewa.com।